पहिला मेरो दाई भनी उहाँ होटेलमा पनि लानुभयो, ट्र्याक होटेलमा उहाँको उद्घाटनमा लानुभयो, खान पनि गएँ, फिल्ममा पनि मैले एउटा हल पुरै बुक गरिदिएँ। तर यो बेमा मलाई बोलाइनन् बहिनीले, बोलाउनु भएन। ठिक छ नबोलाइस्, म चिन्दिनँ फेरि, म त त्यस्तो मान्छे हो नि त, म प्रकाश भुजेल पनि म फेरि अलिक कडै मान्छे हो। प्रकाश सुवेदीले नै बोलाउनु भएन अरे रजत पडङ्कललाई। म एउटा कुरा याद गरोस्, अब कसैले मलाई गन्दैनन् भने म नगन्ने मान्छे हो क्या, मलाई चिन्दैन नि, म चाहिँ किन चिन्नु। किन नबोलाउनु होला गुरु? थाहा छैन, के दुश्मन त थिएन नि? खोइ मेरो केही दुश्मन छैन। बहिनीले मलाई बोलाउनु पर्छ भन्ने पनि छैन, कसैको बिहेमा जानुपर्छ भन्ने पनि छैन। मेरै बिहेमा त म कसैलाई बोलाउँदिनँ, अरू बिहेमा केलाई जानु। बोलाएको भए जानुहुन्थ्यो तपाईँ? म अब उम्किया माछा सय धार्मीको गएको कुरालाई म गाउँदिनँ। अब उसले बोलाएको भए जान्थेँ, जान्दिनँ त्यो भगवान् मलाई मनमा थाहा छ। अब उसले बोलाइन, झनै नबोलाए झनै राम्रो भयो। मेरो प्यारी बहिनी भन्दै तपाईँले पोहोर पनि बोलाउनु भएको छैन खाना खुवाउने कार्यक्रम? खाना खाने कार्यक्रममा अनि फिल्म चलाउने बेला त मलाई दाइ नै भन्नुभएको थियो बहिनीले। अहिले यो बेमा चाहिँ खोइ किन हो, अब बन्धनमा बाँधिएको बेलामा है यसो अब गाउँले बहिनी फेरि वल्लो गाउँ पल्लो गाउँको गर्दुवा ठुलै हाल्नुहुन्थ्यो होला गुरुले उस्तै पनि। हे प्रकाश भुजेल केमा कमी छ भने, प्रकाश भुजेल के कमी छ? प्रकाश भुजेलले कसैलाई गन्दैन भने प्रकाश भुजेलले एक गन्दैन दुई गन्दैन। ल तपाईँहरू के आर्थिक लबडा भएर कुरो मिलेन क्या गुरु? आर्थिक लबडा त्यो व्यक्तिगत कुरामा नजानुस् पत्रकारज्यू, त्यो हाम्रो आन्तरिक कुरा हो। तपाईँले आन्तरिक कुरामा गएर खोताल्नु पाइँदैन समाजलाई। बजारमा सुन्ने छ हामीले हल्ला। अहिले बजारले त्यसुकै भन्नु छैन। तपाईँ अहिले भर्खरै के बेमा बोलाएन भन्ने, अनि अहिले फेरि आर्थिकको कुरामा लानुभयो। यो नचाहिएको कुरा गर्नु हुँदैन, हाम्रो भित्री आन्तरिक कुरा छुट्टै छ।